नमस्कार साथीहरू। आज म तपाईँको सामु फेरि आजको नेप्से अपडेट लिएर उपस्थित भएको छु र तपाईँहरूले देखिरहनु भएको थियो लगातार नेप्से घटिरहेको थियो एराउन्ड 295 अङ्कको गिरावटपछि आज भने नेप्सेले के बााउन्स ब्याक दिने कोसिस गरेको छ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। सबैभन्दा पहिला त डिस्क्लेमरबाट सुरु गरौँ। यो भिडियो केवल शैक्षिक जानकारीमूलक तथा अनुसन्धान उद्देश्यका लागि मात्र तयार गरिएको हो। यसमा प्रस्तुत गरेका सामग्री कुनै पनि प्रकारको वित्तीय लगानी सल्लाह वा ट्रेडिङ सिफारिस होइन। नेप्से लगायत सेयर बजारमा लगानी तथा ट्रेडिङ उच्च जोखिमयुक्त हुन्छ र सबैका लागि उपयुक्त नहुन पनि सक्छ। कुनै पनि लगानी निर्णय गर्नुअघि आफूले राम्रोसँग अध्ययन अनुसन्धान गर्नुहोस् र योग्य वित्तीय सल्लाहकारबाट परामर्श लिनुहोस्। यस भिडियोमा दिएको जानकारीको आधारमा गरिने कुनै पनि कार्य पूर्ण रूपमा तपाईँको आफ्नै जिम्मेवारी हुनेछ। यसबाट हुने कुनै पनि नोक्सानी वा क्षतिको जिम्मेवारी भिडियो निर्माताले लिने छैन। तपाईँको व्यक्तिगत ट्रेडिङ निर्णयसँग यस भिडियोको कुनै पनि सम्बन्ध रहने छैन। सो यस भिडियोको अन्तभित्र हामीले चाहिँ नेप्सेको डेली एनालाइसिस गर्नेछौँ। नेप्सेको अथवा वित्तीयसँग रिलेटेड ट्रेन्डिङ न्युजहरू र तपाईँको नेक्स्ट मुभ के हुनसक्छ भन्ने बारेमा हामी सल्लाह गर्नेछौँ। सो आज सर्वप्रथम त लगानीकर्ताहरूलाई म बधाई दिन चाहन्छु। नेप्सेको एउटा 295 पोइन्ट्सको आसपासबाट नेप्से घटेपछि आज भने राम्रो बााउन्स ब्याक दिँदै लगभग 83 पोइन्ट्सको चाहिँ नेप्सेले इन्क्रिज गरेको छ पोइन्ट्सहरू र तपाईँले देख्न सक्नुहुन्छ सबैभन्दा बढी चाहिँ अहिले आजको मार्केटमा चाहिँ 4.59%ले चाहिँ हाइड्रो पावर इन्डेक्स बढेको छ भने त्यस पछाडि फाइनेन्स इन्डेक्स दोस्रो पोइन्टमा बढेको छ र तेस्रो पोइन्टमा चाहिँ हामीले देख्न सक्छौँ डेभलपमेन्ट ब्याङ्कहरू बढेको छ। इन्भेस्टमेन्ट ब्याङ्क चौथोमा र पाँचौँमा चाहिँ ब्याङ्किङ इन्डेक्स बढेको छ। समग्रमा पाँचौँमा चाहिँ होटल एन्ड टुरिज्म बढेको छ र छैटौँमा ब्याङ्किङ बढेको छ। यसरी तपाईँहरूले देख्न सक्नुहुन्छ अधिकांश इन्डेक्सहरू चाहिँ लगभग सबै इन्डेक्सहरू चाहिँ आज राम्रोसँग बढेको छ र मिनिमम पनि 1.4 पोइन्ट्सले चाहिँ म्युचुअल फन्ड बढेको छ। मतलब आज सबै इन्डेक्सहरू राम्रो बढेका छन् र आजको मार्केटमा कस्ता कस्ता न्युजहरू आयो त हामी एकचोटि सरस्वती हेरौँ। जस्तै आर्थिक वृद्धि दर चाहिँ अब अहिले हेऱ्यो भने चाहिँ हामीले चाहिँ नेपालको दोस्रो त्रैमासिकमा चाहिँ आर्थिक वृद्धि दर 4.05% छ र त्यसमा चाहिँ सबैभन्दा बढी उच्च योगदान चाहिँ ऊर्जा क्षेत्रको रहेको छ भनेर न्युज आएको छ। त्यस्तै गरी खुद नाफामा नोबेल ब्याङ्क सबैभन्दा अगाडि भनेर आएको छ। त्यस पछाडि ग्लोबल ब्याङ्क भने ब्याङ्कहरू पछि आएको छ र अर्को भनेको त्यस्तै गरी अर्थमन्त्रीको आश्वासनपछि नेप्से बढ्यो भन्ने कुरा आएको थियो। आज ब्रोकरहरूसँग अर्थमन्त्रीको मिटिङ पनि थियो र एसोसिएसनले चाहिँ अर्थमन्त्रीलाई 6 बुँदे सुझावसहितका केही कुराहरू बुझाएको छ। त्यो अर्को स्लाइडमा राखेको छु, हेरौँला एकछिनमा। त्यस पछाडि सेयर बजारमा सम्पत्ति कहाँबाट ल्याऊ भनेर सोध्दैनौँ तर इन्साइडर ट्रेडिङ चाहिँ गर्न दिँदैनौँ भनेर अर्थमन्त्री बाग्लेले भन्नुभएको छ। यसको मतलब लगातार जुन ब्ल्याक मनी अथवा चाहिँ इलिगल च्यानलबाट आएको पैसाको चाहिँ स्रोत खोजी हुनसक्छ भनेर जुन हिसाबले प्यानिक सेल आएको थियो त्यसलाई चाहिँ अब कसरी चाहिँ आश्वासन दिएर चाहिँ त्यसको बारेमा चाहिँ इन्भेस्टिगेसन प्रस्तुत हुँदैन भन्ने खालको जुन आश्वासन चाहिँ अर्थमन्त्रीले दिनुभएको थियो सायद त्यसले गर्दाखेरि चाहिँ अलिकति मार्केटमा एउटा चाहिँ मुभमेन्ट आएको देखिन्छ आज अप साइडमा। र एसोसिएसनले आएका केही 6 बुँदाहरू चाहिँ यहाँ मैले राखिदिएको छु। यसको विस्तृत यो चाहिँ मैले मेरो लगानी.com बाट लिएको। तपाईँहरूले त्यहाँ त्यसको पोर्टलमा गएर पनि हेर्न सक्नुहुन्छ। सुधारका कार्यालयको सुझाव कार्यान्वयन गर्ने, त्यसपछि वित्तीय संस्थाहरूलाई चाहिँ सहज प्रवेश गर्न दिने, जुन 6 महिनासम्मको बिक्री गर्न पाइँदैन भन्ने खालको क्याप थियो त्योलाई हटाउने, एनआरएललाई चाहिँ प्रवेश गर्ने जुन पहिलेदेखि आइरहेको माग हो, लाभ कर र लगानी करलाई चाहिँ एउटा फाइनल ट्याक्सको रूपमा राख्ने भन्ने कुरा हो जुन पहिलेदेखि आइरहेको छ। अक्सर मार्केटको सुरुवात गर्ने र अर्को चाहिँ सेटलमेन्ट ग्यारेन्टी फन्ड जुन हाम्रो चाहिँ नियमावली 2075मा आइसकेको थियो त्यसलाई चाहिँ कार्यविधि 2080मा बने पनि त्यसलाई चाहिँ कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा थियो। सो अब जाउँ नेप्सेको एनालाइसिसतर्फ। सो मैले हिजोको भिडियोमा तपाईँहरूलाई भनेको थिएँ लगभग यो पोइन्ट जुन तलपट्टिबाट चाहिँ जुन एउटा ट्रेन्ड लाइन आइरहेको छ यो ट्रेन्ड लाइनको चाहिँ अलमोस्ट यो पोइन्टबाट चाहिँ एउटा रिभर्सल सिग्नल आउनसक्छ केही 10-15 पोइन्ट तलमाथि अथवा त्यही पोइन्टबाट भन्ने कुरा भएको थियो र आज राम्रो एउटा रिभर्सल सिग्नल एउटा 83 पोइन्ट्सको चाहिँ यहाँबाट हामीले चाहिँ बााउन्स ब्याक आज हामीले देख्न सक्छौँ। सो फेरि पनि लगानीकर्ताहरूलाई बधाई दिन चाहन्छु र
हिजो कुरा भएको थियो कि जस्तै फ्युनेसी रिट्रेसमेन्ट लाउँदाखेरि पनि लगभग लगभग अलमोस्ट 0.618 लेभलको पोइन्टसम्म मार्केट आइसकेको थियो र यो पोइन्टमा किनेकै मार्केटले चाहिँ अफ साइडमा चाहिँ रियाक्सन दिन्छ भन्ने हाम्रो हिजो कुरा भएको थियो र लगभग लगभग एउटा थ्री चार 105 पोइन्टको चाहिँ मार्केटले यहाँबाट चाहिँ बााउन्स ब्याक दिइसकेको छ। सो अलमोस्ट हाम्रो हिजोको भिडियोमा पनि कुरा भएको थियो अलमोस्ट 50%सम्म चाहिँ मार्केट चाहिँ यहाँबाट बढ्न सक्छ भन्ने कुरा भएको थियो र अलमोस्ट 105 पोइन्टको चाहिँ मार्केटले वृद्धि गरिसकेको छ। सो अब अन्य नेप्चालाई चाहिँ अब हामी आवर्ली टाइम फ्रेममा पनि हेर्न सक्छौँ। सो आवर्ली टाइम फ्रेममा हेर्नुहुन्छ भने चाहिँ यो हाई पोइन्टबाट चाहिँ मार्केट सिरियसली तल घट्दै गइरहेको थियो। सो यो पोइन्टबाट चाहिँ एउटा बााउन्स ब्याक आउने कोसिस गरेको छ र अब मार्केट बढ्ने क्रममा चाहिँ यो जुन त्यो पहिला खस्ने क्रममा चाहिँ जुन यो चाहिँ लोवर हाई बनाएको थियो यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ जुन यो लोवर हाई बनाएको थियो जुन लोवर हाई। सो अब बढ्ने क्रममा चाहिँ यो लोवर हाईलाई चाहिँ ब्रेक गरेर माथि जान्छ र त्यसरी प्रिटेस्ट गरेर माथि जान्छ भने चाहिँ नेप्सेली फेरि फेरि अपसाइड दियो भन्न सकिन्छ। सो यहाँनिर अलिकति हामीले देख्न सक्छौँ यो पोइन्टमा के चाहिँ के न के सेलिङहरू आएको छ र यदि भोलि चाहिँ मार्केट चाहिँ यही पोइन्टबाट चाहिँ यदि तल झर्न थाल्छ भनेदेखि चाहिँ फेरि पनि एउटा मार्केटले चाहिँ यो लेभल अथवा चाहिँ योभन्दा तल्लो यो लेभल सपोर्ट लेभल यो लेभलसम्म चाहिँ मार्केटले टेस्ट गर्न सक्छ। सो अब हामीले चाहिँ नेप्सेलाई एकदम क्लोज रूपमा हेर्नुपर्ने हुन्छ। यदि यो पोइन्टबाट मार्केट चाहिँ माथि जान सक्सेस हुन्छ वा चाहिँ यही पोइन्टलाई चाहिँ एज अ रेसिस्टेन्स मानेर चाहिँ मार्केट तल आउँछ भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुने हुन्छ। सो अब के गर्न सकिन्छ त वाट नेक्स्ट तपाईँको खुसी हुने आजबाट त पक्कै पनि खुसी हुनुभयो होला। आज त अभियसली बढेको बेला प्यानिक हुने सिचुएसन त थिएन नै। सो अब तपाईँको स्ट्राटेजी के हुन्छ वेट एन्ड वाच हुन्छ अथवा तपाईँको चाहिँ अब बाई लिनुहुन्छ सेल लिनुहुन्छ तपाईँको स्ट्राटेजी के हुन्छ तपाईँलाई आफ्नो विचार व्यक्त गर्न मन लाग्यो भने कृपया कमेन्ट बक्समा गएर तल आफ्नो विचारहरू राखिदिनु होला। सो तपाईँको स्ट्राटेजीहरूलाई यदि उत्कृष्ट स्ट्राटेजी हामीले पायौँ भने चाहिँ हामी नेक्स्ट भिडियोमा तपाईँको स्ट्राटेजीलाई पनि हामी इन्क्लुड गर्ने कोसिस गर्नेछौँ। सो यदि तपाईँलाई भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला सेयर गरिदिनु होला च्यानललाई अभियसली सब्सक्राइब गरिदिनु होला र यदि तपाईँलाई केही सुधार गर्नु पक्ष छ अथवा तपाईँले केही एक्स्ट्रा केही इन्फर्मेसन्सहरू भइदिएदेखि राम्रो हुन्थ्यो भन्ने केही तपाईँको सल्लाह छ भने कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। सो भिडियोलाई अन्तिम समय हेरिदिनु भएकोमा धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेट्नेछौँ। नमस्कार।